हामी सबैलाई थाहा छ T20 वर्ल्ड कप आउन लागिसक्यो जुन चाहिँ नि इन्डिया र श्रीलङ्कामा हुन गइरहेछ र जहाँ हाम्रो देश नेपाल पनि पार्टिसिपेट गरेको छ। यस, अनि मलाई आशा छ नेपालले यसपालि एकदमै राम्रो पर्फर्मेन्स दिनेछ। त्यसै गरी उता बङ्गलादेशको क्रिकेट टिमले चाहिँ नि T20 वर्ल्ड कपलाई बोयकट गर्ने भएको छ। यस, उनीहरू खेल्दैन अरे। अब यो चाहिँ नि एउटा पोलिटिक म्याटर हो हैन, जुन चाहिँ नि क्रिकेटमा घुसाउन प्रयास गरिरहेको छ दुवै तर्फबाट। यो चाहिँ नि आई डोन्ट थिङ्क राइट हो भनेर। र बङ्गलादेशको क्रिकेट टिमले के भनेको छ भन्दा उनीहरूलाई चाहिँ नि इन्डियामा सेफ हुँदैन, त्यो चाहिँ नि म्याच सिफ्ट गरिदियो श्रीलङ्कामा भन्यो। त्यहाँ आइसिसीले मानेन। आइसिसीले चाहिँ नि नमानेकै कारण अब बङ्गलादेशको सट्टा चाहिँ नि स्कटल्यान्डले खेल्ने भएको छ T20 वर्ल्ड कप, जहाँ चाहिँ नि नेपाललाई अर्को राउन्डमा क्वालिफाई गर्न पहिलाको भन्दा अलिकति इजी हुने भएको छ। र बेस्ट अफ लक नेपाल। र आई डोन्ट थिङ्क यो चाहिँ नि राइट हो है क्रिकेटमा पोलिटिक्स घुसाएको।